नेपालको जनता यति चुतिया छ नि मान्छे हैन। रवि भनेका छन्, बालेन भनेका छन्, वा के भनेका छन् हैन। तिमीहरू आफ्नो टाइम वेस्ट गरेर रवि बालेन यो भन्नेबाट पाउने के होला? केही पाउने हो कि? नै मतलब नेपाल कहिले हुनु पहिला पनि त्यसै थियो, अहिले रवि तिनीहरू उठे पनि त्यसै हुने हो कि पहिल्यैदेखि त्यसै हो कि? फेसबुक खोल्नै साथ रवि र बालेनको मात्र चर्चा आइरहेको छ क्या। तिनीहरूले त्यति बेला केही गर्न सकेन त अहिले के गर्न सक्छन् त भन त? नेपाल पहिला पनि त्यस्तै थियो, अब पनि त्यस्तै रहन्छ। त्यो कहिल्यै पनि हुँदैन क्या नेपाल। अब के रवि र बालेनले जित्यो भने हामी जस्तो परदेशीलाई त्यहाँमा रोजगारी पाइन्छ होला त? आउनुपर्ने सबैले इन्डिया हो साथीहरू, सबैले इन्डिया आउनुपर्छ होइन। यहीँ काम गर्नुपर्छ। यहीँ हाम्रो फ्यामिलीको गुजरा, हाम्रो सबैको गुजरा चल्ने भनेको इन्डिया मात्र हो। त्यहाँमा जसैलाई भोट दिन्छौ रवि या बालेन घन्टोमा त्यो हरियो रोटरीमा जसैमा दिन्छौ केही हुनेवाला छैन क्या। त्यही भएर जति त्यो रवि र बालेनको कुरा गर्ने टाइम निकाल्छौ नि त, त्यो टाइम आफ्नो करियर र आफ्नो ड्युटी टाइममा दियो के हो यार। कहिले रवि भनेको छ न, बालेन भनेको छ, पाउने के हेर्नु। जति भोट दिन्छौ जति गर्छ। अब तिमीहरू त्यसरी कोही रवि र मेयर साहबको पक्षवाला मान्छेहरू त मलाई गाली पनि गरेन होइन। तर म त्यस्तो भन्न चाहन्छु, नराम्रो भन्न खोजेँ होइन कि नेपाल पहिला पनि त्यस्तै थियो, अहिले पनि त्यस्तै रहन्छ, जहिले पनि त्यस्तै रहन्छ कि कहिल्यै बन्दैन। म पछि भनेपछि खै अब म पनि 20 वर्ष नागिसकेँ। अब 2-4 वर्ष अरू 20 वर्ष बाँच्यो भने अनि 40 वर्षमा जान्छु। अब त्यसपछि बन्यो भने मलाई थाहा। केपी ओली गएर शेरबहादुर देउवाको गलत के छ त? उनीहरूले पनि देश बनाउँछु, म देश बनाउँछु, यस्तो गर्छु उस्तो गर्छु भन्नाले तपाईँहरू भोट त दिनुभयो नि त। तामा ओलीको र शेरबहादुर देउवाको गलत केही छैन कि? हामी नेपाली जनताको, हामी जस्तो लाटा सुत्दाको गलत छ के? हामीले भोट दिएर हामीले त्यो एउटा भरोसा गरेर दिएको भोट हो नि त। गलत हामी छौँ नि त। अब त्यस्तै लाटा भएर रवि र बालेनलाई दिन्छ, भोलि तिनीहरूले पनि त्यस्तै गर्यो भने के? तिनीहरूको पनि बनाएको सिंहदरबार त्यो भाटबटिनी जलाए जस्तो गर्ने त होला नि फेरि तिमीहरूले। उनीहरूको गलत केही छैन। उनीहरू म बनाउँछु, अहिले म पनि भन्छु म देश बनाउँछु, मलाई प्रधानमन्त्री बनाइदेऊ, म देश बनाउँछु म पनि भन्छु। भोलि मैले बनाएन भने भरोसा कसैलाई पनि नगर। नेपालको नेताहरू प्रधानमन्त्रीहरू सब दसाइ छन्, सब त्यही हो कि एकै ताल हो। जसलाई भोट दिन्छ तिमीहरू जतिसुकै गर्छौ सब एउटै हो। शेरबहादुर देउवा र केपी ओलीले पनि पहिला यस्तै त भनेको छ, म देश बनाउँछु। किन बनाएन? अहिले त्यो नेपाल बेचेर खाइसक्यो त आधा कालापानी अनि त्यो के बेचेर खाइसक्यो त। नेपाल बनाउनु छ भने एउटा राम्रो मतलब एउटा जो त्यस्तो छैन त्यो खालको एउटा मान्छे खोजेर गर्नु नि त। अब रवि लामिछानेको बक्रा, रवि लामिछानेले मान्छे मारेर जेल गएको त अलरेडी उसो तिमीहरूलाई थाहा छ, त्यो नेपाली जनता पुरालाई थाहा छ। फेरि पनि उसैलाई भोट अच्छा म चाहिँ नेपाल नराम्रो लाग्यो होला होइन। त्यसको लागि म माफी माग्न चाहन्छु। नराम्रो लाग्यो भने नराम्रो कमेन्ट नगरिदिनु होला। अब मैले मनमा आएको कुरा भनेको होइन। अब त्यस्तै हो। हामी जस्तो युवा केटाहरूलाई केही आफ्नै देशमा रोजगारी गर्ने मन पनि थियो होइन। अब हामीले पाएनौँ, यहाँ आएर यस्तो काम गर्नु परेको छ। अब काम त आफूले पनि सिकेको थिएँ, त्यही भएर बाध्यताले यस्तो गर्नु परेको छ होइन। ठिकै छ, भोट देऊ हजुरहरू। म चाहिँ आरामसँग सुत्छु।